जापाली भन्दा 5 थरी के कम। गाई बस्तु हाम्रो मुलामा बाँध्छ। बाँदरलाई रुख्न त हामीले नै सिकाएको। बारी त हाम्रो सुँगुरले जोत्छ। रायो साग एक पातले 3 घरलाई पुग्छ। बाहुन त के भन्नु, लिम्बू नै भइसक्यो, लिम्बू नै बोल्छन्। नभए त्यसो त कोरियाको मन्त्रीलाई कोरियामा कोरियन जनता भन्दा ज्यादा त 5 थरी पुग्या छ। 5 थरी लिम्बू नि बिग्रिनै सकेछ। राई लिम्बू छोडेर काफ्लेलाई लखेट्छ। हाम्रो त झापामा हात्तीले जोत्छौं, त्यही हात्ती बाँध्न मुला नै रोप्छौं। त्यो जाबु भैँसीलाई सिङ्कामा बाँधेर एक पत्ता सागलाई खाडलमा खाँदेर सिङ्के बनाएर 1 वर्षै खान्छौं। बाघसँग मिलेर सिकारै जान्छौं। 2 देखि 3 केजी मेकअपै लाउँछौं। इत्रु सुँगुर जोतेर के गरी खान्छौं। झापामा अहिले नि डाइनोसर पाउँछ। तिर्खाले होइन, खोलाले धाउँछ। एलिजाबेथ पनि खेतालै आउँछ। के कुरा गर्नु सम्पत्ति घरबारको। झापामा घर पछि दरबार थियो। कोरिया त एउटा देश मात्र हो। कोरिया भित्र झापाकै सरकार हो। ल झापाली हो तिमी? अरे यार, झापालीको मात्र हुन्छ गफ हान्ने दम। झापाली भन्दा सिन्धुली के कम। जताततै सिन्धुलीको जुनारको चर्चा। त्यही जुनार बेचेर पैसाको वर्षा। त्यही पैसाले हेलिकप्टर किन्छौं। BMW जाब त माग्नेलाई दिन्छौं। सिन्धुलीको व्यापारीको लेभल नै बेग्लै। कागतीलाई जुनार भन्दै झापालीलाई बिकाएको। अरू त कुरा छोडिदिउँ, माछालाई पौडी खेल्न हामीले हो सिकाएको। ए मुला तेर्थुमो घर लिम्बूको छोरा जाडक से जाटा बगाइदिन्छ खोल। सुन चाँदी त दराज परि कति चाहियो तँलाई? केजी के तोला? पैसा त हाम्रो पात भन्दा फालाफाल। जहाँ रक्सी बेचेर हामी हुन्छौँ मालामाल। सुँगुर त हाम्रो डाइनोसर जत्रो। सुन चाँदी त हाम्रो लागि अति नै सस्तो। लिम्बू हो नि त झटा।